बाख्रा लिएर आएको छ है केटाहरूले। यसरी बाख्रा यहाँ आगो बालेर पोल्दैछ हाम्रो केटाहरूले है। खै बाख्राको टाउको देखा त। यसरी एउटा बोका है, खतरा बोका आएको छ। यो बोकाको पुरै लामकाने परेछ बोका। आगोमा चरर पोल्दैछ केटाहरूले। ठ्याक्क रोडमै छु मैले, हामी यहाँको सिनहरू पनि रोडको। बाहुबलीको सिन जस्तो छ है यो कडा देखिरहेछ। दुईजनालाई पोल्नु गाह्रो भइरहेछ जस्तो छ है। यसरी बनाइहेरौँ है अब कट्ट तरिकाले। अनि त्यसपछि यसलाई चट्ट बनाएर खाने हो। अहिलेसम्म हामी 3 जना आएर बनाइँदैछ। म छु क्यामराम्यान, यता छ हाम्रो भाइ समीर, यता छ माइला भाइ। 2 जनाको बनाइ छ। अब पोलिस आउनु लाग्यो है। के हो त्यो काइला? इन्जिन हो। दाना भन्छ यसलाई, दाना बोकाको दाना। अहिले यो बोकाले पोलेर यस्तो बनाइसक्यो है केटाहरूले। केटा कस्तो छ पोल्नु? माल रेडी हुँदैछ। यो बोकालाई पोलिसक्यो हामीले चट्ट तरिकाले है। अब यो खोलामा लगेर दानी गरी धुइदिएर यो बोकाको आइटम बन्छ है। दानी गरी यही खोला छ है। केटाहरूले अब धुने भयो बोकालाई दानी गरी सफा पारेर यसलाई अनि काटकुट गरेर भरे दानी गरी बनाइ खानुपर्ने हो। खोलामा धुनु चाहिँ एकदम सजिलो भयो है। खोलाले गर्दा धुनु सजिलो भयो है केटा हो है। चल केटा माइला बोक त। अहिले हामी आएको ठ्याक्क खोलामा हो। खोलाको ठाउँ यस्तो यी झर्नाहरू। यसरी हाल्नु पर्ने। त्यो ग्रेभी नहाल्नु, माथि माथि हाल्नु। त्यो भरे खानाको पुरा खतम। रोबो उता राख्दिनु अलिकति। खोइ दाजु के गर्नु? दाजु के भयो भने खाने हो। आराममा हो। सानो गरेको घाँस काट्नु जाँदै थियो। कता अब यता? हुन त्यतिको भयो। त्यति भयो। सेली जान्छ के? सेली पो जान्छ। आउनै दाजु पनि चोर जस्तो हेरेर बसेको नखाने हो के हो? टसँगले बाख्राको मासु यहाँ पत्तामा सुरु गरौँ सुरु गर। टिप्दै खानको लागि हामी दामी गरी भुटेर चम्चीसँग रे चट्ट गरी यहाँ बाख्राको मसाले भुटेर अब अचार यहाँ बाख्राको नभनिहाल्नु न भाइ। कि खसी कि बोकाको भयो नि ल एउटा बोकाको त राम्रो हुन्छ। चियर्स है चियर्स। आउनु बोलेको भएर हल्का